साथीहरु एकदम स्याड न्यूज के रवि लामिछाने ज्यू हैन अहिलेसम्म कुनै पनि मिडियामा यसरी बोलेको चाहिँ मलाई अहिलेसम्म देखेको थिएन के मलाई पनि दुख्छ म पनि मानव हो मलाई नदुख्ने त हैन नि भन्दै यस्तो एउटा भिडियो म यस्तो भन्नु भएको छ साथीहरु पुरै भिडियो हेर्नु होला र के कस्तो लाग्छ कमेन्ट गर्नु होला है त ल हेरौँ है एकपछि अर्को आक्रमण एकपछि अर्को प्रहार नदुख्ने त होइन साथीहरु दुख्छ मलाई पनि निरन्तरको प्रहारले म लौलहान भएको छु छाती चिया भएको छ गाडिएको छ तीर देखिरहेको छु बगिरहेको छ रगत मलाई थाहा छ पीडा छ घाउ छ थाहा छ त्यही घाउमाथि फेरि अन्य प्रहारहरू आउँछन् मलाई थाहा छ तर ढल्ने छुट छैन लड्ने छुट छैन साथीहरु किनकि हामीले असार 7 2079 मा एउटा सपना देखेका छौं त्यो सपना हामीले आफ्नो व्यक्तिगत जीवनका लागि देखेका होइनौं यो देशको जीवनका लागि देखेका हौं यो समाजको जीवनका लागि देखेका हौं आफ्नो पीरमा रुने फुर्सद कुनै दिन निकालौँला तर अहिले यो देशको पीर र यो देशको पीडालाई मलम लगाउने प्रतिबद्धता सहित हामी यो यात्रामा हिँडेका हौं यस्तो होइन कि मलाई दुख्दैन दुख्छ तर त्यो दुखाइ र पीडा सबै सहेर पनि हामी यो देशको साझा सपना पूरा गर्छौं भनेर हिँडेका छौं र त्यसलाई पूरा गरेर छाड्छौं धेरै लागेको छ अझै पनि केही ठाउँहरू छन् यसलाई कुनै न कुनै ठाउँबाट लडाउन सकिन्छ यसलाई लडाएपछि रासोपा लड्छ रासोपा लडिसकेपछि त हाम्रो बाटो क्लियर हुन्छ भन्ने धेरैलाई लागेको छ होला रासोपा लडाउनको लागि षड्यन्त्र गर्न पर्दैन चुनावमा लडे पुग्छ चुनावबाट बाहेक रासोपालाई कहीँबाट पनि हराउन सकिदैन